हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। आज हाम्रो चाहिँ टक्क एसीको विद्या कार्यक्रम छ। हामी पऱ्यो धेरै भइसकिसक्यो। दिन गएको समय गएको हामीलाई थाहा भएन, थाहै भएन भनौँ। कोही बेला परिदियो। अब यस्तै हाँस्दै खेल्दै गर्दा आज एसएलसी दिएसम्म भयो। सो केही छैन। मलाई सब्सक्राइब गर्नु भयो भने सब्सक्राइब गरिदिनुहोस् र मेरो भिडियो कस्तो लाग्छ टक्क कमेन्ट भन्नु होला है। हाम्रो चाहिँ विद्या कार्यक्रम छ। टक्क विद्या कार्यक्रममा हामी के कस्तो व्यवस्था हुन्छ म देखाउन चाहन्छु गाइस। भिडियो चाहिँ स्किप नहेर्नु है त। यो सब गइसक्यो, सबैलाई बिदा बोक्यो, सबै गइसक्यो, कोही छैन, सबै गइसक्यो। ल टक्क स्कुलमा सब आइसक्यौँ, सब गइसक्यो भने घरतिर। आज बिहा कार्यक्रम खासै मजा हुन्न। कोही छैन, खाली छ हामी मात्र होला। यही सबै 8 बजीसम्म सबै घरतिर गइसक्यो। 9 को अब छैन विद्यार्थी, छैन अब यति हो। के छैन बिहा कार्यक्रम कस्तो होला हो कि न। टक्क यसलाई धारा हो रक्क पाइन्छ नौला यस्तो टक्क कोही नआउँछ, कोही के आउँछ नि टक्क लगाएर। आज चाहिँ बिदा खासै आउनु जस्तो लाग्यो मलाई। सबै घर गइसक्यो कि आज, किनकि अब बिदा पनि हो। यसै बिदा टाइममा टक्क यहाँ त पुरै यस्तो हुन्छ कि टक्क यो फोहोर टक्क फालेको छ। त्यसपछि यो 9 क्लास, यो 9 क्लास हो। हामी त यहाँ पढ्थ्यौँ टक्क अनि यहाँ बसेर। पहिला बेन्च धेरै थियो क्या, टक्क बसेर यस्तै पढ्ने गर्थ्यौँ। अहिले चाहिँ उताति क्लास पढ्छौँ कि उयो चाहिँ हल्का पुरानो छ कि बोर्ड गइसक्यो। माथिको सिडी हो, छततिर ग्राउन्ड टक्क यहाँ फेरि हामी फेरि म फेरि लास्ट बस्छु है। लास्ट यता यहाँ जहाँ म मन लाग्यो बसिदिन्छु टक्क। यो चाहिँ 10 क्लास हो। सबैजना आउनु भयो होइन। ल केटा सबै हाइ गर, सबै गर सबै गर मासु ल हाइ गर ल ठिकै छ। राति फेरि 8 क्लास हो। 8 क्लास चाहिँ पुरै खाली होला आज। सबै विद्यार्थी गयो के अरे, पुरै इक्जाम दिनलाई गयो के अरे। पछि कहिले इक्जाम छ 5 गते टक्क सबै गएछ, खाली छ। अब आज कोही आउनु 5 नगएको छ, खासै कोही हुने विद्यार्थी आज रमाइलो हुन्न है। त्यतिकै हुन्छ, शान्ति छ न बच्चातिर टक्क लगाएर। हाम्रो ग्याङस्टर यता बस्यो होइन। सुकै छैन, अब पछि हेर्नु होला कस्तो हुन्छ बिदा कार्यक्रम। मजा त हुनु होला, यति के मजा हुने होइन। ल राम्रो भयो होइन।
खुशी करम भरी मेरो जिन्दगानीमा हातमा हात डोलती पैसा पैसा यार बिहा गर्न जाऊँ है हामी त्यहाँ जाने खै तपाईँलाई सोला पुगेन कि हाम्रो सोला पुगेन कि ल यता मजा भयो केही छैन म सबले आएको अझदेखि अब टक्क होइन तारा तारा हामी जान्छौँ होला सो केही छैन यतातिरको साथीहरू हुन्छ सबै लाइसेर रोक्न होइन हेर्न स्कुल पनि हाम्रो क्लास 8 थियो र गयो साथी पनि भिडियो राख्ने होला जानुपर्ने भन्छ केही छैन हजुरलाई भिडियो हेर्नुहोस् सबैजना बाहिर जानु सबै जान्छ के हो जान्छ भाइ ल उसो फोटो खिच्न भने सबैजना पुरै फोटोको तयारी छन् सो केही छैन म चाहिँ अब जान्छु टक्क लगाएर अब घर जानु पऱ्यो अब केही छैन स्कुलमा अब त आइहुन्छ आइहुन्न यार सम्झिनु त होला स्कुललाई सो केही छैन त्यही पनि हुँदैछ जान्छ ल के जाने जाम कसरी जाम बस्नु साथी अमर मामा है के म क्याब लिएर आउँछु छोड मेरो क्याब लिएर माला लगाएर जाऊ न भने हजुर माला लगाएर जाऊ सबै माल ल है टक्क हाम्रो फेरि अङ्ग्रेजी टिचर सर हुनुहुन्छ होइन सर यता हो के यता आउने गरे है कहाँ उल्टो खिच्यो यता छ त हाम्रो भवन त भन्न अग्लो रहेछ अङ्ग्रेजी टिचर हुनुहुन्छ सर के भन्दैन नि के भन्दैन ए अब एससी दिन जाने विद्यार्थीहरूको चाहिँ सर्वप्रथम सफलताको शुभकामना हजुर होइन जुन एउटा एससीको किलो छ त्यो किलोलाई चाहिँ पार गरेर निश्चित रूपमा भोलि बिहान विद्यार्थी भाइ बहिनीहरूले आफ्नो भविष्य चाहिँ उज्जवल बनाउनेछ र हाम्रो सुजल बाबु पनि यसपछि सफलताको कामना गर्दछु डिजी धन्यवाद भ्लगलाई सब्स्क्राइब गर्नु न अनि डिजी भ्लगको डिजी भ्लगलाई पनि लाइक सब्स्क्राइब गरिदिनु लागि बिदा हुन चाहन्छौँ सो केही छैन हाम्रो यहाँ फेरि टक्क म्याथ टिचर सर हुनुहुन्छ नाम चाहिँ मेरो भरत लामी छ नि घर बिरनगर 11 सुर्खेत काम चाहिँ सुजललाई पढाउने होइन चलो केही भन्दैन न हाम्रो यो सबैभन्दा जिम्मेदार विद्यार्थी हो ट्यालेन्ट विद्यार्थी आशा छैन है त्यो केही छैन दामी छ सर पुरै ल्याएको छ ल ल हाम्रो फेरि हाम्रो क्लासको मिस म्याडम ल के भनिदिनुहोस् शुभकामना छ हजुरहरूलाई राम्रोसँग एक्जाम दिनु होला हुन्छ हुन्छ पास भएर आउनु होला पाम है हुन्छ 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 मैले चाहिँ सब्सक्राइब गरिदिनु है डिजी भियोलोजीकै हाम्रो स्कुलको प्रिन्सिपल सर हुनुहुन्छ सबैको नाम चाहिँ भन्दिनँ
भूपेन्द्र 50 सुवेदी सर हुनुहुन्छ हाम्रो ल सर अब राम्रै बनाउनु है त हाम्रो अब एकदम ल राम्रोसँग गएर परीक्षा दिनु सबभन्दा शुभकामना छ थ्याङ्क यू सर एकदम माथिर मजासँग लेख्ने 2.8 GPA प्राप्त गरेर पास गरेर आउने ल एकदम शुभकामना राम्रै बनाउनु है ल सबैजना बिदा मागिसक्यो सो केही छैन अब चाहिँ हामी जान्छौँ हाम्रो केटाहरूको ग्याङ पनि पुरै रेडी भएर गइसक्यो अब जामै अब के हुन्छ होइन जब रक्क स्कुलमा अब छोड्नुपर्ने हुन्छ अब धेरैजना साथीहरूसित अब पढाइ भयो होइन खासमा मजा भयो अब केही छ यति अब हामी सम्झना त होइन ल ठिक छ टक्क हामी चाहिँ अब स्कुलदेखि बाहिर आइसक्यौँ पनि यस तसमा पढेको अब हाम्रो साथी अर्कै लागिरहेको किन अब आफूसँग पढेको साथी चाहिँ सुन्दाखेरि नौमा पढ्ने साथीहरू थियो होइन 8मा पढ्ने साथीहरू थियो त्यति छ ल हुन्छ त अब म पनि बिदा भन्न चाहन्छु सो के टक्क मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला यति भन्दा म बिदा भन्न चाहन्छु सो के गाइज अब अर्को भिडियो मिल्छौँ बाई बाई